भगवानले संसारको रचना गर्दा सबै कुरामा पूर्णता होइन, सन्तुलन दिनुभएको छ। उखुमा मिठास दिनुभयो तर फल दिनु भएन, सुनमा चमक दिनुभयो तर सुगन्ध दिनु भएन, चन्दनमा सुगन्ध दिनुभयो तर फूल दिनु भएन। यसरी नै संसारका सबै वस्तु र प्रणाली कुनै न कुनै कमी र विशेषतासँगै राखिदिनु भयो। यसको गहिरो अर्थ छ, यदि सबै कुरा एउटै व्यक्तिमा, एउटै वस्तुमा वा एउटै जीवमा पूर्ण रूपमा हुन्थ्यो भने मानिसमा घमण्ड, अहङ्कार र असन्तुलन बढ्थ्यो। त्यसैले विद्वानलाई सधैँ धन दिएन, प्रतापी राजालाई सधैँ दीर्घायु दिएन। यो संसारमा अभाव नै त्यो शक्ति हो जसले मानिसलाई जमिनसँग जोडेर राख्छ, नम्र बनाउँछ र एकअर्कासँग जोडिरहने आवश्यकता सिर्जना गर्छ। हावा हामीले सहजै पाइरहेका छौँ, त्यसैले यसको मूल्य अक्सर बुझिँदैन। त्यसैले जीवनमा सबै कुरा सहजै मिल्यो भने त्यसको महत्त्व हराउन सक्छ। त्यसैले विधाताले सबैमा फरक फरक गुण र कमजोरीहरू बाँड्नुभयो, कसैमा कम, कसैमा बढी, ताकि सबैको महत्त्व रहोस्, सबैको आवश्यकता रहोस् र मानिस बीच सह अस्तित्व र सम्मानको सम्बन्ध जीवित रहोस्। त्यसैले आफ्नो जीवनमा जे छ त्यसमा कृतज्ञ हुन सिकौँ र जे छैन त्यसका लागि अरूसँग मिलेर अघि बढ्न सिकौँ। यही सन्तुलन नै जीवनको सौन्दर्य हो। हरे कृष्ण।